हामी साना साना हुँदाखेरि के एउटी गोतामिनी थिइन्, माइली गोतामिनी भन्ने। बेदेखि आमा भन्थ्यो हामीले सानामा। माइली गोतामिनी भन्थ्यो सबैले। अनि केटाकेटी छेउछाउमा देख्नै नहुने, जुम्राएर त भन्ने। हामी पनि के गर्थ्यौँ भने आफ्ना टाउका जुम्रो टिपेर उनका टाउकाबाट टिपेर दिए जस्तो। केटाकेटीको त जुम्रा धेरै हुन्छ नि। अनि आफ्ना टाउका जुम्रो टिप्यो अनि त्यहाँबाट यसो हेरेर यस्तो गरेर कत्रो ढाडी रह भने दियो। झन् जोड्दिने नि त्यसरी दियो भने। यता कुद्दैछ भन्छन् त्यत्तिकै। अनि कपाल थियो फेरि बोक्सीको झाँक्रो जस्तो। बेदेखि आमालाई देख्यौँ भने भाग्थेँ म, लुक्थेँ। यो गोदामिनी पक्का जुम्रा हेर्न आँक्यो भनेर भागिहाल्थ्यौँ। लुक्थेँ कि छेउछाउमै आउँथिनँ। बजार लिएर जान्थिन् के हामी पनि लिएर सामान बेच्न जान्थ्यौँ। ऊ पनि जान्थिन् कि। अनि हामीले सस्तोमा दिन थाल्यौँ भने नि उसले किन्छन् हाम्रो। अनि उसले 10 पैसा भए पनि धेरै दाम पारेर बेच्थिन्। हामी त हिँड्नको जल्दीमा सस्तोमै दिन्छौँ नि। कहिले त उनको त बिग्दैन, नाला फालेर। एउटा चक्लेट किनेर दिँदैनथिन्, बोका त हिँड त घर बोकेर भने एक मुठी चाना किनेर त दिने, अन्त तिम्रो सामान बोकेर पुऱ्याइन्छु भनिदिन्थेँ मैले त डाइरेक्ट। चुचिदिएँ म। चिया खाँदैछन् भने पनि भित्र पस्थेँ दिनुपर्छ भनेर। तर हामी त्यस्तो खान नपाएका खजुवा त थिएनौँ नि। आशै लाग्दैन थियो कसैको घरमा दिन्छन् कि भनेर। केटाकेटीदेखि नि मलाई आश लाग्दैन थियो कसैले खाँदैछ भने पनि दिन्छन् कि जस्तो लाग्दैन। लोभ लाग्दैन मलाई, लाग्दैन थियो। केटाकेटी भए पनि आलु पोलेर खाँदैछन् भने आधा भाँचेर दिन्थेँ। थट खान्न म, खान नपाए त आधा आलु भाँचेर दिन्छु। खान आएको त होइन त म, आमाले केही कामको लागि पठाउनु भएको भने। अनि के काम हो? तिमीहरूसँग काम छैन मेरो तिमीहरूको आमालाई भन्नु भनेर पठाउनु भएको आमाले। अनि के हो भन्दै छेउमा आउँछिन्, उता पर लगेर। छेउछाउमा के छोराछोरीको छेउछाउमा नि होइन। आमाले बोलाउनु पर्छ जानु भने के केटाकेटी छेउमा पनि यहाँ आएर सोध्नुपर्छ भनिन्थ्यो। पुछु लगाएर भनिदिन्थ्यो। खालि घुसघुसे बानी के खुसखुसे खसखुसु गर्ने। मलाई त्यस्तो राम्रो लाग्दैन, मान्छेको अगाडि बढाके भनिदिन्थ्यो मैले। आमाले कसै सुन्ने गरी नभन्नु है, तिनको आदत राम्रो छैन नि। खसाखुसु गर्ने बानी छ। उनीहरूको घरको परिवारको छेउमा केही पनि नभन्नु, उसैलाई खुसुक्क भन्नु र आउनु भनेर भन्नुहुन्थ्यो आमाले पनि। त्यो उसको बानी त्यही थियो नि त। अनि रिस उठ्थ्यो। के खाइस खाना अर्काको कुरा नकाटिकन खान नपुग्ने नपस्ने अनि कराइदिए चुप दारा खिच्ने। गाँडेर गर्छ छोराछोरी थिए। उले भन्दा गुल्याउने खालका। मैले त भनिदिन्थेँ हाम्रो बालाई, यो बेदेखि आमा आएर नि आमासँग खसाखुसु गरेर कसका कुरा काट्छेको नि आमा पनि उसै कुरा सुन्छन्। कुन दिन सुनेर थाहा पायो भने कुट्छन् तिमीहरूलाई भनेर गाली गर्थे बाले। तिमीहरूलाई मार्छन् नि, अर्काको कुरा धेरै नसुन। कहाँ दिने आइन् भने अब काममा
बिजी होइदिनु भन्नै मौकै पाउँदिन भनेर कराउनुहुन्थ्यो बाले। म त सानैदेखि बहुत चुची। मेरो छेउमा खसाखुसु कुरा गर्दै रहन् चुप्प लाग्छन् मान्छेहरू। यसले त गएर बढाइँकै भनिदिन्छ मान्छेको अगाडि भनेर। मलाई राम्रो लाग्दैन थियो बचपनबाटै। म अहिले पनि मान्छेको कण्ठ पछाडि कुरा गर्दिनँ। भन्नु पर्यो भने म मुखुन्जेली भन्छु, चाहे रिस आओस् चाहे फाटोस्, मतलब छैन। म त आफ्नै होस् परायो होस् जो पनि होस् बडाङ्गै भनिदिन्छु, जेसुकै होस्। मलाई खसाखुसुक मन पर्दैन। चित्त नपुरेको कुरो त मलाई त मुखमा आसी त छोडिदिइहाल्ने। कति प्राय मान्छेले मलाई रुचाउँदैनन् भनिदिन्छ यसले भनेर। पछि बिहा गरेर गएका ठाउँमा पनि धेरै आइ मेरो अर्काको कुरो काट्ने के। अनि मैले सुनेँ भने भनिदिन्थेँ मैले, रोख तिमीहरूको भडाइदिन्छु कि दिन्न म रोख त, तिनीहरूलाई भेटौँ मात्रै म सब तिमीहरूले भनेको कुरा भनिदिन्छु भने। त्यहाँदेखि एउटा मेरो छेउछाउमा कसैले केही कुरा पनि गर्दैन। फलानाकी स्वास्नी यस्तै अरे, फलानाकी बुहारी यस्तै अरे। एकैछिन घाँसको भारी लिएर आउँछ, कहाँबाट लिएर आउँछ, अर्काको बगानबाट चोरै लिएर आउँछ होला भन्ने। त्यस्तरी शङ्का गर्ने, कुरा काट्ने, शङ्का गर्ने। अनि मैले भनिदिएँ आजबाट उपरान्त यो सब कुरा सुन्ने मेरो चाहिँ कानमा पऱ्यो भने म सिधै गएर भनिदिन्छु, तिमीहरूलाई अर्काको कुरो नगरिकन खाएको पत्दैन। अनि डराउछन् मान्छेहरू, यसले त भन्छ भनेर। म त सिधी बात नबकबास, डाइरेक्ट हो। मेरो बाउलाई त छोडिनँ भने अरूलाई छोडिदिन्छु। बाउलाई पनि छोड्दैन थिएँ मैले। मुखमा भनिदिन्थेँ, चाहे पिटुन् चाहे जेसुकै गरून्, गाली गरून्, मलाई मन नपरेको कुरो त म त बडाङ्गै भनिदिन्छु। त कति मनमा पाप राख्ने, अर्काको कुरा काट्ने, अर्कालाई सक गर्ने, त्यस्तो गर्ने बानी राम्रो होइन। एउटा कुरो पाप पनि हो, एउटा कुरो शङ्का हमेसा त्यस्तै शङ्का बसिरहेको छ मनमा। त्यही भएर देखेको कुरो मुखमै एकदम सामने भोलिदिने हो। हाने मर्छ, बोले टर्छ। कण्ठा पछाडि बक गर्दिनँ म त। मेरो बात कस्तो लाग्यो सहमत दिनु होला। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। नमस्ते, गएको अब।